हेलो गाइस, नमस्ते। आज चाहिँ म तपाईहरुलाई के देखाउन गइरहेको छु भन्दाखेरि अनलाइन चाहिँ टिपेको है गाइस। अनलाइन चाहिँ टिपेको नभन्नु होला, जस्तो यो बोट बनाएको हैन, किनभने टिप्ने जति अलरेडी टिपिसकेर भट्टीमा लगाइसकेको छ हैन। जस अब जति पनि रहिएको छ त्यो चाहिँ त्यसका बाजीको हल्का बोट बनाउनु मात्रै छ हैन। सो व्हाट आई विल डू इज म चाहिँ कसरी अनलाइन चाहिँ टिप्छ क्या, बोट कसरी बनाउने भनेर सिकाउनु गइरहेको छु। अन्तिमसम्म हेरेर साथ दिनु होला। यो गाइस, अब पहिले नटिप्दाखेरिको अलैँचीको झ्याङ चाहिँ यस्तो हुन्छ हैन। यसलाई अब नबनाएको चाहिँ झ्याङ ठुलो छ हैन, यो फल्ती चाहिँ छैन, मुसाले खाएर सकेछ। एन्ड देन बनाइसकेपछि यति क्लियर हुन्छ कि हेर्न सक्नुहुन्छ हैन। यस्तो दामी तालले क्लियर रिफ्लेक्सन दिन्छ है। यस्तो छ। अनिखेर भने गाइस बनाउँदा चाहिँ कसरी बनाउँछ त तरिका यहाँ तपाईहरुलाई म देखाउन चाहन्छु हैन। राम्रोसित हेरिदिनु होला। दिस इज द वे हाउ वी क्यान मेक cardamom orchard very clear, will clear the bushes। यस्तो छ हैन। हेलो, यहाँ चाहिँ अब हामी बाउ छोरा हैन। बाउले चाहिँ टिप्ने यो छ, यी बाउको चाहिँ हैन। यस्तोले टिप्नुहुन्छ, यसलाई छुरी भन्छ। छोराको चाहिँ टिप्ने यो छ है, यसलाई चाहिँ खुर्मी भन्छ है। यसले छिटो हुन्छ, सजिलो हुन्छ हैन। हल्का स्पिड दिइरहनु भएको छ बुवाले चाहिँ हैन। यस्तो छ अलैँची बगान चाहिँ। मेरो भिडियोमा लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नु नभुल्नु होला है। यस्तो मजा आउँछ नि, यो जङ्गलमा बस्नुको मजै बेग्लै छ कि। यति मजा यति मजा यति मजा आम्भो, अब कसलाई भन्नु र हैन। यस्तो छ है सिस्टम चाहिँ जङ्गलको। यहाँबाट चाहिँ गाइस त्यो पारी पारी देखेको हैन, के भन्छ ब्ल्याक माउन्टेन पनि देख्छ, तर पुरा क्लाउडी भएर त्यहाँ स्नोफलहरू केही नदेख्दो रहेछ। अहिले स्नो पनि छैन रहेछ, स्नोफल भएकै छैन रहेछ। यस्तो दामी छ नि यार, क्या दामी हो भन्नु। अलैँची बगान हो, अलैँची बगान हो। अरे हो बाप।